Happy birthday to me. Namaste सेवारो वेलकम टु माई ब्लग वेलकम टु माई होम सबै साथीहरू। आज चाहिँ मेरो साथीहरू चाहिँ मेरो जन्मदिनमा हैन केक बुकेहरू लिएर घरमा आउनुभएको छ। अनि हाम्रो चाहिँ आज घरमा कार्यक्रम होइन कि खासमा चाहिँ हामी दोमुखा हिँड्न आँटेको ड्राई पिकनिक जस्तो साथीहरू सबैजना मिलेर सबैजना आफूलाई मनपर्ने परिकारहरू बनाएर आउनुभएको छ। मैले पनि बनाएको छु होइन। अनि त्यस पछाडि चाहिँ यो हाम्रो बस्ने पोका पत्याउरा सबै लिएर हामी रेडी हुँदैछौँ। अब हाम्रो घरबाट चाहिँ हामी डाइरेक्ट दोमुखा जान्छौँ। ल वेलकम टु हाम्रो राम्रो प्यारो दोमुखा। हामी चाहिँ अब दोमुखा पुगिसक्यौँ। सबैलाई त्यस्तै देख्छु त नि हिउँ पर्यो त एकछिन फोटो रेकर्ड हाल्दै हालौँ न। अब यात्रा मोबाइल अर्को खोलामा यता हेर यता हेर्नु यता राम्री नै देख्छ। यति मात्रै रहेछ हेर्नु न। हुन्छ हुन्छ त केले खानेकुरा बिग्रियो एक्ला छोप्नु बाहिर गयो यति मात्रै घरमा राम्रो खोइदिने पहिला जन्मदिन मुबारक हो। धन्यवाद धेरै धेरै शुभकामना। आज त हो त नि अर्को बर्थडेमा मया गरेको सानो हेर्नु पाउँछ। सबैले यही खाने सबैले नखाँदा नि हुन्छ। धन्यवाद चम्चीले खाएको धेरै एक्जाम भएर कसलाई के भनेको वाउ हेर न मैले त निकाल्नु न। मैले आज कस्तो उयो यता हेर त यता हेर्नु त काकी लास्टमा को ढिलो खाएर उठेको थियो यो अन्त कक्रोच ग्याङको हाम्रो चाहिँ यहाँ खाइपी कार्यक्रम एकछिन सकेर हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ होइन। साथीहरू डान्स गर्दै हुनुहुन्छ। यस्तो रमाइलो भयो कि सबै साथीहरूलाई धेरै धेरै धन्यवाद होइन आजको दिनको लागि यो रमाइलो पलको लागि। थ्याङ्क यू सो मच। यता हेर्नु यता हो भन्दै ल है गाइज अब हामी चाहिँ 40 कटेजपछि रमाउला भन्दै हाम्रो नेक्स्ट डेस्टिनेसनको लागि हामी बाटो लाग्यौँ। अब यहाँबाट दोमुखाको यो
भित्रीबाट हामी अब बाहिर जाँदैछौँ। अब हाम्रो यहीँ दोमुखामा चाहिँ पर स्विमिङ छ क्या। अब हामी त्यहाँ जाने। अनि यस्तो गर्मी थियो कि आज फेरि लाइन पनि थिएन होइन, कतै शीतल ठाउँमा बस्ने पनि हाम्रो उयो नै छ, अप्सन नै छैन। आज चाहिँ लाइन गएको छ बिहानको 4-7 बजेदेखि होला, बेलुका 7-8 बजे मात्रै आउँछ भन्ने कुरा छ। त्यही भएर भन न। 2083 को साउन 23 गतेको शनिबार चाहिँ आज हाम्रो यस्तो भयो क्या। कस्तो भयो आफै भिडियो हेरेर थाहा पाउनु भएर होइन, कति विशेष एकदमै रमाइलो होइन। अनि स्विमिङ सकेपछि चाहिँ करेन्ट चाउचाउ खाँदैछौँ गाइज। यो करेन्ट चाउचाउ चाहिँ सपनाले आफ्नै हातले बनाएको क्या। थ्याङ्क यू सपना। त्यस पछाडि चाहिँ आफ्नै निजी निवास आइयो, आँगनमा चट्ट लगाएर गुन्द्री ओछ्याएर बस्यो। मजाको हावा पनि चलिरहेको थियो होइन। अनि मजाको गफसफ भयो, एकदम रमाइलो गफ। यति भन्दै आजको दिन चाहिँ यही सक्यो। अनि हामी बिदा भयौँ। अब अर्को यस्तै रमाइलो डेको लागि चाहिँ अर्कोचोटि पनि हामी भेट हुनुपर्छ। नर्मली भेट त हाम्रो भइहाल्छ। थ्याङ्क यू सो मच। बाई बाई।